यो चाँचेको चारो पकाउने चाहिँ मेरो डेलीको काम हो क्या। बासी खुवायो भने बिरामी हुन्छ कि भनेर डर लाग्छ, अनि त्यही भएर डेली पकाउँछु, ताजा ताजा खुवाउँछु। अनि चारो सारो बसालेँ। अनि त्यहाँदेखि अस्ति नै क्या खिर पकाउँदाखेरि पुरा ठुलो भाँडा राखेको त यो चुल्हाको त नाक मुख सब काचाकुचुक भएछ। अनि यसलाई चाहिँ मर्मत सम्हार गर्नु पर्यो भनेर मर्मत सम्हार गर्नतिर लागेर त्यसको पुरानो स्वरूपमा ल्याएँ त्यसलाई मैले। अनि अस्ति यो चाँचेको खोर बनाउँदाखेरि चाहिँ अलिअलि काठहरू चिराएको थियो कि, अनि त्यो चिराएको भुसहरू थियो, अनि त्यसलाई चाहिँ कलेक्ट गरेर राख्नु पर्यो भने कलेक्ट गर्न लागेँ है। भोलि पर्सि चाहिँ भुसे चुल्हा चलाउनु पर्ला हो, दाउरा जान सकिन्न जङ्गल, अनि किनेर पनि डबल खर्च हुने। अब भुसे चुल्हा चलाएर अलिअलि पैसा जोगाउँ भन्ने सोचमा अरे क्या। अनि यहाँ चाहिँ अझ मौसमले च्यालेन्ज नगरेको मेरो बोडीमा औषधि लाउने दिन थियो, तर पुरा आकाश चाहिँ कालो निलो भएर आएको भएर त्यो काम चाहिँ क्यान्सल भयो होइन। यो 3 चोटि गोडेको खुर्सानीको हालत हेर्नुहोस् न, बोट त 1 फिट पनि छैन होला क्या। हाइट मात्रै छैन होइन, खुर्सानी पनि पातलो फलेको छ। मेरो मेहनत मात्रै त्यसै खेर गयो। अब त्यही पनि यसो खान आफूलाई चाहिँ भइरहेछ। अलिअलि पाकेको चाहिँ टिपटाप गरेर सुकाउनु पर्ला, भोलि पर्सि चाहिन्छ नि त सिजन, यो खुर्सानीको सिजन सकिएपछि। अनि पाकेको टिप्ने विचारमा छु। यो चाहिँ अनि यहाँ अस्ति त्यो खोर बनाउँदा निस्केको चोइटाहरू पनि जम्मा गरेर राख्नु पर्यो भनेर जम्मा गर्न थालेको क्या। अब यो चोइटाको महत्त्व कति छ भन्ने कुरा त हामी आगो पाल्नेहरूलाई मात्रै थाहा छ नि त। अब वेस्ट चाहिँ केही फाल्न चाहन्न, काम लाग्ने जति चिज चाहिँ सब कलेक्ट गर्ने राख्ने हो। अनि त्यो खोर बनाउँदा अलिअलि उब्रेको काठहरू थियो, त्यसलाई पनि थन्को मन्को त गर्नु पर्यो। बर्खाको सिजन छ, अब पानीले बिग्रिन्छ, राख्नुपर्ने चाहिँ त्यो पर घर छेउमा राख्नुपर्ने। अब एउटा बोकेर जान नि धौै हुन्छ भनेर पुरा बाहुबली पावर निकालेर ओरैदेखि ड्याङ फ्याँक्दिएँ। अनि पछि गएर एक ठाउँ जम्मा गरेर छोपछाप गरेर सुरक्षित राखेदिएँ, तर त्यो चाहिँ भिडियो खिच्न बिर्सिगएछु होइन। त्यसपछि बुढो आउनुभयो। आज चाहिँ हाम्रो धनियाँ छर्ने प्लान थियो। धनियाँ चाहिँ अस्ति पनि छरेको कि मैले, तर के खालको बिउ परेछ, 200 रुपियाँको बिउ त्यसै खेर गयो, उम्रिँदैन, समय पनि त्यसै खेर गयो। कम्ता रिस उठ्दैन, कहिलेकाहीँ त धोकै पाइन्छ। तरकारी खेती गरी खानु पनि कम धौ छ त। ट्याक्क 2 जना लागेर धनियाँ सनियाँ छर्यौँ पनि लास्ट टाइम यस्तो भएको थियो। अनि अझै टाइम उब्रेको भएर पानी पनि अलिअलि दिउँसो पऱ्यो, त्यहाँदेखि परेन। अब झन् त हजारी फुल क्या, हजारी भनेको सयपत्री फुल क्या, बेर्ना रेडी भएको छ। यसलाई रोप्ने ठाउँ बनाऊँ न त भने अलिअलि बनायौँ। झार यस्तो छ, बर्खाले गर्दा घर वरिपरि झार त ड्यामडुम छ, यस्तो तनाव छ नि, रिस उठेर मरिजान्छु म त। झार